Hello everyone, welcome to my new mini vlog. आज चाहिँ हामी सबै 12 क्लासको साथीहरू मिलेर लुवाङ गलेल जाँदैछौँ। स्टेसनमा आएर चाहिँ म फिट चेक गर्दैछु। त्यहाँ 7 बजे नै आउने भनेका हुनाले हामी चाहिँ एकदमै छिटो गएर बसिसकेका थियौँ। एकछिनमा चाहिँ सबैजना भेला पनि भइसकेका थिए। त्यसपछि हामी बसमा चढ्यौँ र हाम्रो यात्रा सुरु भयो लुवाङ गाउँतर्फ। हामी यति धेरै नाच्यौँ नि गाडीमा, यति धेरै नाच्यौँ। माथिसम्म आइपुगेर हेरेको त हामी गलत बाटो पो आएछौँ। त्यही भएर हामी बस चढ्यौँ अनि पुग्यौँ लुवाङ गाउँ। सबैजना झरेर हाम्रो होमस्टेतर्फ लाग्यौँ। उसले चाहिँ आफ्नो युट्युबको लागि भ्लग खिच्दै थियो। ठाउँ चाहिँ एकदमै नै राम्रो थियो, टाढाबाट नै एकदम राम्रो देखिरहेको थियो अनि हामी हाम्रो होमस्टेतर्फ अगाडि बढ्दै थियौँ। फाइनली हामी चाहिँ हामीले बुक गरेको होमस्टे आइपुग्यौँ। हामी सबैले केही पनि खाएका थिएनौँ, त्यही भएर एकदमै भोका थियौँ हामी। एकछिन हामीले रमाइलो गऱ्यौँ अनि ब्रेकफास्ट खायौँ। त्यसपछि भयो हाम्रो फोटोसुट। एकछिन बसेर फोटो खिचेर चाहिँ हामी माथि चिया बगान भएतर्फ हिँड्यौँ। हामी लुवाङ गाउँ लेखेको ठाउँ पनि पुग्यौँ, त्यहाँ फोटो खिच्यौँ। त्यसपछि हामीले सबैले ग्रुप फोटो लियौँ। बाटो चाहिँ एकदमै ठाडो उकालो थियो। हामीलाई माथिसम्म जानु नै थियो, चिया बगान हेर्नु नै थियो र रमाइलो गर्नु नै थियो। त्यही भएर हामीसँग हार मान्ने अप्सन नै थिएन र घन्टौँको मेहनतपछि हामी फाइनली चाहिँ माथि आयौँ। चिया बगानको हावाले त मन नै आनन्द बनायो। टपमा पुगेपछि पनि हामीले फोटो सुट गऱ्यौँ, भिडियो सुट गऱ्यौँ, ग्रुप फोटो पनि खिच्यौँ। सबैजनाले एकदम रमाइलो गरिरहेका थियौँ। रमाइलो गरेर फोटोहरू खिचेर चाहिँ हामी फेरि होमस्टेतर्फ फर्क्यौँ। त्यहाँ गएर चाहिँ गीत गायौँ। त्यसपछि हामी सबैले खाना खायौँ। खाना खाएपछि यति एनर्जी आएको थियो नि, त्यसपछि हामी यति धेरै नाच्यौँ, एकदमै रमाइलो भयो। त्यसपछि हाम्रो गिटारिस्ट र सिङ्गर फ्रेन्ड्सहरूले फेरि गीत गाउनुभयो र हामीले पनि गीत गायौँ। म्युजिक सेसन सकेपछि चाहिँ हामीले केक काट्यौँ। आज हाम्रो अन्तिम दिन थियो यसरी रमाइलो गर्ने। सबैजना एकदमै खुसी थियौँ। हाम्रो फ्रेन्डसिपलाई सेलिब्रेट गरिरहेका थियौँ। केक कट गरेर खाएर चाहिँ हामी अब घर जाने भनेर बसतर्फ लाग्यौँ। त्यहाँ पनि फेरि डान्स गऱ्यौँ अनि रिलको लागि यति धेरै मेहनत गरेर डान्स सिक्यौँ, रिल बनायौँ। यसरी नै हाम्रो छोटो र मिठो ट्रिपको अन्त्य हुन्छ। हामीले एकदमै रमाइलो गऱ्यौँ। सही मान्छेहरूसँग कम टाइममा पनि यति रमाइलो गर्न सकिँदो रहेछ भन्ने मलाई महसुस भयो र यो रमाइलो अब कुन्नी कहिले आउँछ थाहा छैन, तर आई विल मिस देम। र यसरी नै हाम्रो 12 कक्षाको पनि अन्त्य हुन्छ र यो ब्लगको पनि अन्त्य हुन्छ। होप यु गाइज एन्जॉयड माई ब्लग। बाई बाई।